काकीले ढोगेर नरमदेखिको बल लगाएर श्रीमान श्रीमतीको बलले ओ माई गड काकाले त पुरै जिमे गरिदिइहाल्नु फाइनली हाम्रो जगदम्बा कन्सेप्टको पालो 3 2 1 सो गाइजहरु वी आर हियर एट बरा क्षेत्र धाम र यो रहेको छ बरा क्षेत्र धामको इन्ट्री गेट। गाइजहरु बरा क्षेत्र भनेको चाहिँ धरतीकै पहिलो तीर्थस्थल हो हैन र यो रहेको छ मेन गेट जहाँ चाहिँ अब हामी भित्र पस्छौं मन्दिरभित्र। यहीँनिर पनि हेर्न सक्नुहुन्छ धरतीको पहिलो तीर्थ बरा क्षेत्र धाम है त। यसरी बिहानै मन्दिर आउँदाखेरि चाहिँ हामीलाई यस्तो फ्रेस भएको छ नि हैन के भन्ने होला। गाइजहरु अब चाहिँ पहिला सबैभन्दा सुरुमा मन्दिर आएपछि मेन कुरा भनेको चाहिँ हामी नुहाउन जाँदैछौँ हैन। यहाँ चाहिँ अब हामी यो चाहिँ रहेको छ सप्तकोशी नदी। काका र काकी अनि बल्टी दिएर चाहिँ म पर पुगिसक्नु भएको छ नुहाउन लाग्नु भएको छ। अब म पनि रेडी भइसकेको छु नुहाउन जानको लागि। ओके गाइज सी यु आफ्टर बाथिङ है त। यत्रो धाम आउने अनि ननुहाउने त कुरै भएन। मैले नि एकचोटि हैन 3 चोटि डुबुल्की मारेर मज्जाले नुहाएँ। सो गाइजहरु हामीले चाहिँ नुहाइ पनि सक्यौं हैन पूजाहरु पनि गर्यौं र अब हामी बरा क्षेत्रको सबैभन्दा मेन ठाउँ यहाँनिर हो शिला उचाल्ने ठाउँमा आछौं। हाम्री सानी अभिज्ञ कता हराउँछिन् भनेको खाली खाली टिका लाउन हिँडे गर्छिन् र यो चाहिँ हो बरा क्षेत्रको शिला हैन। सबैभन्दा पहिला हाम्रो भिनाजुले उचाल्दै हुन्छ 3 गो वाह उचाल म भिनाजुले अब नेक्स्ट बबिता खड्काको पालो 3 श्रीमान श्रीमतीको बलले ओ माई गड काकाले त पुरै जिमे गरिदिइहाल्नु काकीले ढोगेर नरमदेखिको बल लगाएर फाइनली हाम्रो जगदम्बा कन्सेप्टको पालो 3 2 1 and go। सानो मामु र छोरा मिलेर है सबैजनाले उचालिसक्नु भयो। अब मलाई त डर लाग्यो नि त त्यही भएर ढोगीहरु उचालेको एकचोटि मात्र हैन 3 चोटिसम्म उचाले क्या मैले पनि खुसी लाग्यो मलाई नि। र हेर्न सक्नुहुन्छ यो चाहिँ रहेको छ द ब्युटिफुल भ्यू अफ बरा क्षेत्र टेम्पल हैन। अनि यहाँनिर चाहिँ बिहानै हैन घाम लागेपछि सप्तकोशी नदीमा घामको किरण पर्दा त यस्तो राम्रो देखिएको थियो। त्यसै पनि हरियो पानी अनि त्यसमा घामको प्रकाश पर्दा त ओहो कस्तो आनन्द आउने दृश्य के। उता भिडियो बनाउँदै थिए यता माथि त मन्दिरको ढोका खुलिसकेर अभिषेक गर्ने बेला र जय जयकार गर्ने बेला भएछ र ठ्याक्कै यता अभिषेक पनि लियौँ जय जयकार पनि गर्यौँ र आज शनिबार पनि हामीलाई त यस्तो राम्रो मौका जुरेको आज विष्णु भगवानको आराधना गर्ने दिन पनि। हाम्रो भिनाजु कता हराउनु भयो भनेको त तुलसी चिया खाँदै हुँदो रहेछ। भिनाजु कस्तो थियो तुलसी चिया? मिठो मिठो। सो गाइजहरु हामीले बरा क्षेत्र मन्दिर दर्शन गरिसक्यौं र अब हाम्रो नेक्स्ट स्टप भएको छ जनकपुर जानकी टेम्पल। लेट्स गो। यो चाहिँ जनकपुर धाम जाँदै गर्ने क्रममा हो। अगाडि काकाले गाडी कुदाउँदै हुन्छ साइडमा काकी बस्नु भएको छ। यता चाहिँ अभिज्ञ नेता आएर बल्थी यतिको पुरै काखे गलिसकेको थियो। यता साइडमा हाम्रो भिनाजु हुनुहुन्छ म चाहिँ बिचमा बसेको थिएँ। कन्सेप्ट चाहिँ एकदम फ्ल्याट पाराले सुतेको छ कि। अनि यहाँ अगाडिको भ्यू त चाहिँ मैले छुट्याउनै नहुने। यहाँनिर चाहिँ कस्तो थियो भने घरहरू टिनको छानाले होइन यसलाई के भन्छ मलाई थाहा भएन अर्कै खालको छानो थियो कि। अनि त्यही भएर यो चाहिँ अहिलेको लागि नभएर पछि हेर्नको लागि त एउटा मेमोरिज हुन्छ भनेर मैले खिचेको। अनि यो बाटो पनि एकदमै राम्रो थियो। वरिपरि पहाडले घेरिएको अनि बिचको लागि चाहिँ बेसी भन्दो रहेछ कि। सो गाइजहरु फाइनली हामी जनकपुर धाम आइसकेको छौँ। अब हामी जाँदैछौँ सिटी रिक्सा चढेर मन्दिरतिर। एन्ड हियर इज आवर टिम गाइज हेर्न सक्नुहुन्छ। भिआइपी सोफा सिट पाएको छु मैले। ओके अब म तपाईहरुलाई मन्दिरतिर लैजाँदैछु। लेट्स गो गाइज। अब अगाडिको सिटमा बसेको छु। मौकाको फाइदा उठाउनै पर्यो। मौकाको फाइदा के हो भन्दाखेरि यहाँनिर चाहिँ मैले अगाडिको सानो भिडियो बनाएँ। यो चाहिँ मन्दिर जाँदै गर्ने क्रममा हो। साइडमा हजुरहरूले डेकोरेसन देख्दै गर्नुभएको होला होइन। पक्कै पनि हजुरहरूलाई थाहा भयो होला यो चाहिँ पर्सि आइतबार छठ पर्वको लागि चाहिँ डेकोरेसन भइरहेको थियो। यहाँ चाहिँ एकदम ठुलो पोखरी पनि थियो होइन। एकदमै रमाइलो लागिरहेको थियो मलाई। अलिकति मलाई विडम्बना चाहिँ के लाग्यो भने यो फोहोरको चाहिँ अलिकति व्यवस्थापन भयो भने चाहिँ सायदै पनि यो मिथिला राज्य चाहिँ सुनमा सुगन्ध भनिन्छ नि त्यही हुन्छ क्या। यो त हाम्रो जानकी सीता मैया जन्मेको ठाउँ नि त। यसलाई हामीले चाहिँ सरसफाइमा अलिकति ध्यान राख्यौँ भने त हाम्रो यो जनकपुर धाममा त पर्यटक त यति धेरै भित्रिनुहुन्छ त्यसको त कुरै नगरौँ। र यो रहेको छ गेट जहाँबाट चाहिँ हामी जनकपुर भित्र छिर्यौँ र देख्दै हुन्छ परबाट
यो रहेको छ जानकी टेम्पल। अब म तपाईँलाई भित्रै लान्छु है त। गाइजहरू अहिले चाहिँ हामी जानकी टेम्पल आइसकेको छौँ र यो रहेको छ जानकी टेम्पल। जानकी मन्दिर चाहिँ मेरो फर्स्ट एभर एक्सपिरियन्स चाहिँ थियो। मेरो मात्र नभएर काकी, बैदेदी, भिनाजुको चाहिँ फर्स्ट एभर एक्सपिरियन्स कि यो मन्दिर हामी सबैलाई यस्तो राम्रो लाग्यो। यति ठुलो मन्दिर होइन र मैले तपाईँहरूलाई बराह क्षेत्रदेखि जानकी टेम्पल पनि घुमाइसकेँ। आजको लागि चाहिँ यति नै। सो बाई गाइज, थ्याङ्क्स फर वाचिङ।